उपस्थित सम्पूर्णमा नमस्कार। आज फेरि हामी आइसकेका छौँ नेपाल रोड स्ट्यान्डर्ड 2070कै विभिन्न विषयवस्तुहरूमा रहेर छलफल गर्दैछौँ। यसभन्दा अगाडि क्लासमा हामीले एयरप्लेनको बारेमा छलफल गऱ्यौँ, त्यसको डिजाइनको बारेमा, इन्ट्रोडक्सन, त्यसको एडभान्टेज डिसएडभान्टेज के छ त्यसको बारेमा छलफल गऱ्यौँ। आज हामी अध्ययन गर्न गइरहेका छौँ एक्स्ट्रा वाइडेनिङको बारेमा। एक्स्ट्रा वाइडेनिङ भनेको के हो त? यहीँनिर बुझ्न सकिन्छ। यसलाई स्प्लिट गरिदियो भने एक्स्ट्रा वाइड गर्दा भयो। हामीले चाहिँ के गर्ने हो त भन्दाखेरि कस्तो ठाउँमा चाहिँ एक्स्ट्रा वाइड गर्नुपर्छ त? होइन, भेहिकल नेगोसिएटर ओरिजिनल कर्भ। जब भेहिकल चाहिँ के छ त ओरिजिनल कर्भमा आउँछ, द रियर व्हील डु नट एक्ज्याक्टली फलो द पाथ अफ द फ्रन्ट व्हील, द पाथ इज सिफ्टेड टुवर्ड द सेन्टर अफ द कर्भ इन रिलेसन टु द फ्रन्ट व्हील पाथ। जस्तै अब के भन्यो अहिले भन्दा, जस्तै कुनै भेहिकल छ, यो कर्भमा चाहिँ यदि भेहिकल चाहिँ हिँडिरहेको थियो भने अब के हुन्छ भन्दाखेरि फ्रन्ट व्हील यहाँ छ भने फ्रन्ट व्हील यसरी छ सपोज गरौँ भने रियर व्हील चाहिँ ठ्याक्कै यसकै पाथमा यहाँनिर आउँदैन कि थोरै चाहिँ के हुन्छ त सिफ्ट हुन्छ यतातिर हो। यो हाम्रो व्हील बेसको रिजिडिटी चाहिँ छ, त्यो कारणले गर्दाखेरि चाहिँ के हुन्छ त यो चाहिँ यहाँनिर सिफ्ट हुन्छ। रियर व्हील र फ्रन्ट व्हील चाहिँ एउटै बाटोमा हिँड्न सक्दैन। यसरी चाहिँ यहाँ हेर्ने भने यति ग्याप छ। यसको लागि पनि हामीले के गर्नुपर्छ त मेकानिकल वाइडेनिङ भन्छ यो। अफ ट्र्याकिङ। अफ ट्र्याकिङ भनेको चाहिँ हाम्रो अगाडिको पाङ्ग्राले जुन बाटो हिँड्छ पछाडिको पाङ्ग्राले सेम बाटो फलो गर्न सक्दैन, किन? ड्यु टु द रिजिडिटी अफ द व्हील बेस। त्यो कारणले गर्दाखेरि हामीले के गर्नुपर्छ त यो पोर्सनमा हामीले के गर्नुपर्छ एक्स्ट्रा यति जति चाहिँ यो भित्र सिफ्ट हुन्छ त्यति भाग चाहिँ हामीले के गर्नुपर्छ चौडा एक्स्ट्रा गराउनु पर्ने देखियो। त्यसलाई नै हाम्रो के भन्छ त मेकानिकल वाइडेनिङ भन्छ एउटा यो। अर्को के भन्छ त भन्दाखेरि इन द कर्भ्स द ड्राइभर्स अफ द भेहिकल्स हेभ टेन्डेन्सी टु किप द ग्रेटर क्लियरेन्स बिट्विन देम एज कम्पेयर टु द स्ट्रेट सेक्सन अफ द रोड। अर्को साइकोलोजिकली पनि के भन्छ त भन्दाखेरि उनीहरू चाहिँ अलिकति कर्भमा हिँड्दाखेरि चाहिँ ग्रेटर क्लियरेन्स खोज्छन् होइन, गाडीहरूले चाहिँ दुईवटा बिचको चाहिँ क्लियरेन्स ग्रेटर खोज्छन्। त्यो कारणले गर्दाखेरि पनि हाम्रो चाहिँ के हुन्छ त साइकोलोजिकली पनि के हुन्छ त अब धेरै चौडा चाहिने भयो, किनभने एउटा गाडी यहाँ छ, अब क्लियरेन्स धेरै खोज्ने भनेको त विथ बडी खोज्नु हो भनेपछि साइकोलोजिकली चाहिँ अलिक चौडा भएर हिँड्न खोज्छ नि त, किनभने यो अफ ट्र्याकिङ हुन्छ भन्ने उनीहरूलाई थाहा हुन्छ। एउटा त हुन्छ नै, एउटा चाहिँ साइकोलोजिकल डरको कारणले गर्दाखेरि पनि अलिक क्लियरेन्स बढाउन चाहन्छन्। त्यसको त्यो दुइटैले क्याप्चर गर्ने गरी हाम्रो चाहिँ एक्स्ट्रा वाइड हामीले प्रोभाइड गर्नुपर्छ कर्भमा भन्छ है। फर द रिजन मेन्सन एबभ द विथ अफ द क्यारेजवे अफ द रोड्स एट द कर्भ इज मेड वाइडर देन द स्ट्रेट सेक्सन। त्यही भएर स्ट्रेट सेक्सनमा भन्दा हाम्रो चाहिँ के गर्नुपर्छ त कर्भ सेक्सनमा चाहिँ अलिकति एक्स्ट्रा चाहिँ के हुन्छ त वाइड गर्नुपर्छ भन्छ। यो वाला भ्यालु चाहिँ अलिक बढी हुनुपर्छ, त्यही अफ ट्र्याकिङको कारण र हाम्रो चाहिँ साइकोलोजिकल वाइडेनिङको कारण देखाएर चाहिँ यो कुरा भन्यो। अब यसको डेरिभेसन गरौँ त कति चाहिँ प्रोभाइड गर्नुपर्ने हो त एक्स्ट्रा होइन मेकानिकल कारणले गर्दाखेरि, र साइकोलोजिकली पनि कति हुन्छ त त्यो हेरौँ है त। एउटा हामीले चाहिँ कर्भ बनाऊँ, कर्भ बाटो छ सपोज गरौँ, यो हाम्रो कर्भ बाटो छ। यतिको थिकनेसमा देखिएला होइन, कर्भ बाटो छ है, यतिको बाटो छ। अब के भएछ त भन्दाखेरि फ्रन्ट व्हील चाहिँ यसरी बसिरहेको छ सपोज गरौँ, फ्रन्ट एक्जल चाहिँ यस्तो छ, यहाँनिर चाहिँ एउटा व्हील छ, एउटा व्हील चाहिँ यहाँ छ हो। अब रियर व्हील कसरी बस्छ त यो थोरै भित्र सिफ्ट हुन्छ, यसरी बस्या हुन्छ, यो चाहिँ रियर व्हील भयो हो। भनेपछि यति सर्छ, यसलाई चाहिँ हाम्रो के भन्छ त मेकानिकल डब्लुएम मेकानिकल वाइडेनिङ है। यो व्हील बेसको लम्बाइ कति छ त एल छ भनेर सपोज गरौँ है। अब यहाँदेखि हाम्रो यो यसलाई चाहिँ हाम्रो सेन्टर हेरौँ, यो कर्भ हो, कर्भको ल अब यहाँदेखि चाहिँ हाम्रो यहाँसम्मको चाहिँ डिस्टेन्स भनेको R2 छ सपोज गरौँ, R2 यो O हो, सेन्टर हो। अब हाम्रो यहाँनिर यो रियर व्हीलको हाम्रो यो वाला एक्जलसम्मको डिस्टेन्स भनेको यो चाहिँ के भयो त R1 भयो। अब यो एङ्गल चाहिँ के छ त यो ट्रायङ्गल चाहिँ राइट एङ्गल यो ट्रायङ्गल चाहिँ हाम्रो यहाँ राइट एङ्गल ट्रायङ्गल बनिरहेको छ। यहाँबाट हेर्ने भने R1 भनेको चाहिँ कति हुन्छ त R2 स्क्वायर भनेको चाहिँ कति हुन्छ त राइट एङ्गल ट्रायङ्गल, यो राइट एङ्गल ट्रायङ्गलमा हेर्ने भने R1 स्क्वायर प्लस L स्क्वायर हुन्छ। L स्क्वायर भनेको यही व्हील बेसको लम्बाइ भयो। अब हाम्रो यहाँ R1 हेर्ने भने यो दुईटामा हेर्ने भने चाहिँ R2बाट WM घटायो भने यो R1 आइरहेछ, त्यही गरौँ। हाम्रो R1 को ठाउँमा के लेख्न पाइयो हामीले R2 माइनस WM को होल स्क्वायर प्लस हाम्रो के छ त L स्क्वायर छ। अब हाम्रो यहाँ फर्मुलामा खोलिदियो भने के हुन्छ त R2 स्क्वायर माइनस 2 R2 WM प्लस WM स्क्वायर हो प्लस हाम्रो L स्क्वायर भयो। यतातिर हाम्रो कति छ त R2 स्क्वायर छ, यो R2 स्क्वायर र यो काट्यो। अब यसलाई यता ल्याएर WM कमन ल्याउने के हुन्छ, WM कमन ल्यायो भने हाम्रो के भयो त 2R2 माइनस यसलाई यता ल्याएछ नि त होइन, माइनस WM हुने भयो इक्वल टु L स्क्वायर। ओके,
अब हाम्रो डब्लुएम भनेको कति आउनुभयो त हामीलाई मेकानिकल वाइडनिङ चाहिएको मेकानिकल वाइडनिङ भनेको एल स्क्वायर डिभाइड बाई 2R2 माइनस डब्लुएम यो चाहिँ यहाँ हेर्ने भने R2 र डब्लुएमको कम्पेयर गरेर R2 भनेको यहाँदेखि यहाँसम्म हो डब्लुएम भनेको यति मात्रै छ भने R2 कम्पेयरमा डब्लुएम चाहिँ नेग्लेक्ट गर्न सकिन्छ हाम्रो चाहिँ सिन्स R2 चाहिँ के छ त भेरी भेरी ग्रेटर देन हाम्रो डब्लुएम छ भने हामीले के लेख्न पाइयो अनि R2 चाहिँ के हुन्छ त लाई चाहिँ के हुन्छ त नियरली इक्वल टु R भन्न सकिन्छ है रेडियस भन्छ कर्वको रेडियससँग त्यही भएर डब्लुएम भनेको कति रहेछ त एल स्क्वायर बाई 2R हुने रहेछ यो चाहिँ सिंगल लेन छ भने त्यस्तो हुन्छ यदि मल्टिपल लेन छ भने हाम्रो मानम n नम्बर अफ लेन छ भने कति हुन्छ त मेकानिकल वाइडनिङ चाहिँ nl स्क्वायर बाई 2R हुन्छ है अनि यो फर्स्ट भयो त्यसैगरी अर्को हुन्छ हाम्रो साइकोलोजिकल वाइडनिङ साइकोलोजिकल वाइडनिङको लागि चाहिँ हाम्रो इन्डियन रोड कोडले चाहिँ कति भनेको छ भन्दाखेरि v डिभाइड बाई यो v चाहिँ किलोमिटर पर आवरमा हुन्छ 9.5 रुट ओभर r हुन्छ यो दुईटालाई जोड्यो भने चाहिँ के हुन्छ त जुन हाम्रो एक्स्ट्रा वाइडनिङ चाहिन्छ डब्लुई त्यो आउँछ भन्छ डब्लुई भनेको के हो त मेकानिकल वाइडनिङ प्लस साइकोलोजिकल वाइडनिङ है त्यही कुरा गर्छ है अब हेरौँ कोडमा हेरौँ न अब कति कति दिने भन्ने कुरा चाहिँ कोडले दिएको हुन्छ अब त्यो दुईटा कुरामा एक्सटेन्डिङ कति दिने एक्स्ट्रा वाइडनिङ कति दिने कर्वमा भन्ने कुरा चाहिँ दुईटा कुरामा डिपेन्ड गर्छ एउटा कर्वको रेडियसमा डिपेन्ड गर्छ एउटा चाहिँ कति लेन छ भन्ने कुरामा डिपेन्ड गर्नेछ हो नम्बर अफ लेनमा डिपेन्ड गर्छ रेडियस अफ द कर्वमा डिपेन्ड गर्छ अब यदि चाहिँ मल्टिलेन रोड छ भने यदि मल्टिलेन रोड छ तर रेडियस चाहिँ 300 मिटरभन्दा बढी छ भने हामीले के गर्नु पर्दैन त एक्स्ट्रा वाइडनिङ दिन पर्दैन यसले यहाँ त्यही भन्छ ओके र यदि सिंगल लेन रोड छ भने 60 मिटर रेडियसभन्दा बढी छ भने योभन्दा पछाडि चाहिँ हामीले के गर्नु पर्दैन एक्स्ट्रा वाइडनिङ दिन पर्दैन सिंगल लेनमा चाहिँ 60 मिटरभन्दा बढी रेडियस छ कर्वको भने परेन मल्टिलेन भनेको डबल लेन अथवा डबल लेनभन्दा बढी छ भने चाहिँ हाम्रो चाहिँ 300 मिटरभन्दा बढी रेडियस छ भने हामीले एक्स्ट्रा वाइडनिङ दिन नपर्दो रहेछ त्यही कुरा गर्छ र अरू अब 20 मिटर हुँदाखेरि कति दिनुपर्ने जति कम रेडियस हुन्छ त्यति चाहिँ के हुन्छ धेरै हामीले एक्स्ट्रा वाइडनिङ प्रोभाइड गर्नुपर्छ किनभने सेन्ट्रिफ्युगल एक्सिलरेसन चाहिँ अथवा सेन्ट्रिफ्युगल फोर्स चाहिँ बढी लाग्छ त्यसमा 40 देखि 60 हुँदाखेरि 0.6 0.9 दिनु पर्दछ 20 हुँदाखेरि त्यसैगरी 1.2 1.5 1.5 0.9 0.6 यसरी चाहिँ हाम्रो मल्टिलेनमा चाहिँ यसरी चाहिँ यो सम्झ्यो भने यो माथिको इन्टु 2 गरेर आइहाल्छ है 45 90 60 120 75 150 150 यो मल्टिलेनमा यस्तो हुन्छ 30 45 60 75 15 15 बढ्दै गएछ यहाँसम्म है 30 45 60 75 75 अब हाम्रो चाहिँ एक्स्ट्रा वाइडनिङ कसरी दिन सकिन्छ इन्ट्रोड्युस कसरी गर्ने एक्स्ट्रा वाइडनिङ भन्ने कुरा लेखेको छ यो दुईटा पोइन्टमा एक्स्ट्रा वाइडनिङ शुड बी इन्ट्रोड्युस ग्रेजुअली एट एन एप्रोक्सिमेटली युनिफर्म रेट एलोङ द ट्रान्जिसन कर्व हैन युनिफर्म रेटमा ट्रान्जिसन कर्वमा चाहिँ इन्ट्रोड्युस गर्नुपर्छ अन द कर्व ह्याभिङ नो ट्रान्जिसन कर्व छैन भने चाहिँ 2/3 अफ इट शुड बी एटेन बिफोर द स्टार्ट अफ द सर्कुलर कर्व एन्ड द 1/3 अन द कर्व हैन कर्व स्टार्ट हुनुभन्दा अगाडि नै हाम्रो के गर्नु पर्यो टेन्जेन्टमै 2/3 चाहिँ हाम्रो चाहिँ एटेन गरिसकेको हुनु पर्यो र कर्वमा गइसकेपछि बाँकीको 1/3 पनि के गर्नुपर्छ त्यसले एचिभ गर्नुपर्छ भन्छ यो भनेको हाम्रो जस्तै ग्रेजुअली एटेन गर्ने भनेको के हो भन्दाखेरि जस्तै हामीसँग के छ त सर्कुलर कर्व छ यस्तो त्योभन्दा अगाडि हाम्रो के छ त सर्कुलर कर्व छ सर्कुलर कर्वभन्दा अगाडि ट्रान्जिसन कर्व छ यहाँ ट्रान्जिसन कर्व भन्दा त हाम्रो स्ट्रेट रोड छ हो सर्कुलर कर्व ट्रान्जिसन कर्व अनि हाम्रो यहाँ स्ट्रेट रोड छ हो यस्तो छ भने यहाँ पनि के छ त यस्तो छ भने अब यस्तो छ भने अब हाम्रो चाहिँ यो चाहिँ हाम्रो सर्कुलर कर्व छ हाम्रो हो हाम्रो यहाँ ट्रान्जिसन कर्व छ अनि यतातिर स्ट्रेट रोड छ यो ट्रान्जिसन हो यो सर्कुलर हो यो चाहिँ के हो त स्ट्रेट हो भने अब के गर्नु पर्यो एक्स्ट्रा वाइडनिङको लागि चाहिँ यहाँ 0 छ 0 दिने यहाँसम्म जाँदाखेरि चाहिँ डब्लु जति हामीले दिनुपर्ने हो त्यसको आधी हामीले यहाँ दिने है यो हाम्रो कसको लागि भन्दा यदि कर्वको रेडियस चाहिँ 300 भन्दा बढी छ भने चाहिँ हामीले दिनै परेन कर्वको रेडियस चाहिँ 50 देखि 300 सम्म छ भने चाहिँ हामीले यस्तो गर्नु पर्यो है बोथ साइडमा हामीले चाहिँ आधी आधी इन्ट्रोड्युस गराउनु पर्यो है यो ट्रान्जिसन कर्व थ्रु हाम्रो यहाँबाट ट्रान्जिसन कर्वबाट W/2 अनि यहाँ यति नै भ्यालु चाहिँ के हुन्छ त यहाँ सर्कुलर कर्वमा चाहिँ W/2 नै जान्छ यहाँ पनि सेम है W/2 नै कर्वभरि जान्छ त्यसपछि फेरि फाइनली आएर चाहिँ के हुन्छ त यहाँ 0 हुन्छ है ट्रान्जिसन कर्वमा चाहिँ फाइनली 0 हुन्छ यसरी चाहिँ हाम्रो यो एक्स्ट्रा लेन चाहिँ एक्स्ट्रा विथ चाहिँ हामीले के गर्नुपर्छ त इन्ट्रोड्युस गर्नुपर्छ है यो चाहिँ एक्स्ट्रा विथ भयो यो पनि हाम्रो W/2 नै हो है यो एउटा केस भयो अर्को केस के भन्छ भन्दाखेरि एक्स्ट्रा वाइडनिङ शुड बी एप्लाइड अन बोथ साइड अफ द क्यारेज वे हैन अहिले भनिहाल्यो एक्सेप्ट अन द हिल रोड इट इज प्रिफरेबल इफ द इन्टायर वाइडनिङ इज डन अन द इनसाइड अब रेडियस कम भयो सपोज गरौँ अब कर्व कस्तो छ त भन्दाखेरि यस्तो खालको कर्व छ हाम्रो ट्रान्जिसन कर्व पनि छ स्ट्रेट रोड पनि छ ट्रान्जिसन कर्व पनि छ स्ट्रेट रोड पनि छ हो यस्तो खालको छ यसको रेडियस सपोज गरौँ कर्वको रेडियस चाहिँ सर्कुलर कर्वको रेडियस चाहिँ 50 मिटर भन्दा कम छ भने के हुन्छ त हामीलाई थाहा छ सेन्ट्रिफ्युगल फोर्स भने कति हो त mv²/r हो हैन भनेपछि रेडियस जति सानो हुन्छ सेन्ट्रिफ्युगल फोर्स त्यति धेरै हुन्छ भनेपछि रेडियस सानो छ भने सेन्ट्रिफ्युगल फोर्स बढी हुन्छ बाहिरतिर चाहिँ जान सक्ने चान्स बढी हुन्छ त्यही भएर भेहिकलको चाहिँ टेन्डेन्सी के हुन्छ भित्रबाट चाहिँ हिँड्न पाइए हुन्थ्यो इनसाइडबाट हिँड्न पाइए हुन्थ्यो भन्ने चाहिँ टेन्डेन्सी हुन्छ यस्तो बेलामा के गरिन्छ त भन्दाखेरि चाहिँ जुन हाम्रो टोटल एक्स्ट्रा वाइडनिङ प्रोभाइड गर्नुपर्ने छ त्यो चाहिँ हाम्रो इनर साइडमा मात्रै प्रोभाइड गरिन्छ न कि आउटरमा है यो कुरा एकदम ख्याल गर्नु पर्यो
यस्तो बेलामा के गरिन्छ त भन्दाखेरि जुन ट्रान्जिसन कर्वबाट हामीले एक्स्ट्रा वाइडेनिङ प्रोभाइड गर्नुपर्ने टोटल एक्स्ट्रा वाइडेनिङ नै हामीले के गरिन्छ त इनसाइडतिर मात्रै दिन्छौँ। यहाँ टोटल भयो, त्यसपछि फेरि घटेर यस्तो भयो भने यो चाहिँ हामीले यसरी इन्ट्रोड्युस गर्छौँ है, इनसाइडतिर मात्रै हामीले चाहिँ यसरी एक्स्ट्रा वाइडेनिङ प्रोभाइड गर्छौँ। दुईवटा केस भयो, रेडियस चाहिँ 50देखि भयो भने भयो। थर्ड केसमा हामीले के भनियो त भन्दाखेरि चाहिँ अर्को चाहिँ यदि रेडियस चाहिँ मल्टिलेन रोड छ भने रेडियस चाहिँ ग्रेटर देन 300 मिटर छ भने हामीले चाहिँ के गर्नु पर्दैन, नो एक्स्ट्रा वाइडेनिङ है, एक्स्ट्रा वाइडेनिङ चाहिँ हामीले चाहिँ दिनु परेन है, यो चाहिँ ख्याल गर्नु पर्यो। आजको क्लासमा यति नै। अर्को नेक्स्ट क्लासमा हामी सेटब्याक डिस्टेन्सको बारेमा चाहिँ छलफल गर्नेछौँ। त्यतिन्जेलको लागि बिदा दिनुहोस् र भिडियोहरू मन परेको छ र आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र लाइक कमेन्ट गरेर मोटिभेसन पनि गरिदिनु होला अनुरोध गर्दछु। हस्त, धन्यवाद।